फुड फर द सोल डेली डिभोसनलमा तपाईहरुलाई स्वागत। हामी फ्रुट अफ द स्पिरिटलाई हेरिराखेका छौं, आत्माको फल। अनि आजको दिनमा चाहिँ हामी गलाती 5को 22 र 23 मा छ यो। अनि आजको दिनमा चाहिँ हामी भलाइलाई हेरिराखेका छौं, गुडनेस। भलाइ भन्ने कुरा चाहिँ कसैमाथि असल गर्नु, कसैलाई असल सोच्नु, कसैलाई भलो गर्नु। अनि हामीलाई थाहा छ यो इमोसनली पनि हैन। हुन सक्छ हाम्रो जीवनमा सबै कुरो राम्रो नजान्ला, सबै कुरो विपरीत जाइराखेको होला, तर बाइबलले भन्छ हामीले चाहिँ भलाइ गर्नु, गुड गर्नु नछोड्नु। अनि कति समय त परमेश्वर आफैलाई पनि गुड भन्छ, गॉड इज गुड। एक दिन एउटा मान्छेले आएर प्रभुलाई भन्छ गुड टिचर, यीशुलाई गुड टिचर भनेर एड्रेस गरेका छन्। प्रभुले भन्छ गुड भन्ने कुरा त परमेश्वर मात्रै छ। व्हाई डिड यु कल मी गुड? अर्को शब्दमा हो भने गुड भनेर तिमीले मलाई परमेश्वरको स्थान दिइराखेको छौ, त्यो चाहिँ तिमीले राइटै गरिराखेको छौ भन्दैछ। सो परमेश्वर आफैलाई पनि गुड भन्छ। अनि परमेश्वर चाहिँ यस्तो गुड हुनुहुन्छ कि कति समय चाहिँ संसारिक तौरमा हेर्दाखेरि चाहिँ तैँले मलाई या तिमीले मलाई, तपाईले मलाई राम्रो गर्दाखेरि म पनि राम्रो फर्काउँछु। नो, यो परमेश्वरले भन्दै गरेको गुड चाहिँ कस्तो हो? मलाई राम्रो नगर्दा पनि मैले चाहिँ राम्रो नै गर्नु, भलाइ नै गर्नु। द्याट इज द ट्रु मिनिङ अफ गुड। अनि फ्रुट अफ द स्पिरिटमा, आत्माको फलमा चाहिँ यो गुडनेस चाहिँ तपाईँ अनि मेरो जीवनमा हुनुपर्छ। मजाको एउटा उदाहरण चाहिँ मलाई के दिनु चाहन्छु भन्दाखेरि यहाँ लुका 10 मा चाहिँ एउटा गुड स्यामरिटनको विषयमा छ। गुड स्यामरिटन, असल या जाति सामरी भन्छ हैन। अनि यो सामरिटनको कथामा चाहिँ हामी देख्दछौँ एउटा मान्छेलाई चोरहरूले घाइते बनायो। प्रिस्ट आयो, पुजारी आयो, लेवी आयो, उनीहरू सबैजना तर्केर गयो। त्यो सामरी जसलाई चाहिँ यहुदीहरूले एउटा तल्लो जातको या आउटसाइडर मान्ने गर्थे, त्यति मात्र हैन उनीहरूलाई नजिक पनि नल्याउने गर्थे। यो सामरी चाहिँ गुड भएर निक्लेको छ। अनि यीशु प्रभुले जब पछिबाट सोध्दछ यो घाइते मान्छेको निम्ति एउटा गुड नेबर चाहिँ को हो त भन्दाखेरि है, अनि सामरीको निम्ति पनि गुड नेबर चाहिँ को भयो भन्दा त्यो घाइते मान्छे। अनि घाइते मान्छेको निम्ति सामरी भएको छ, पर्सन इन निड, जो चाहिँ खाँचोमा छ अनि जसलाई त्यो खाँचो पुरा गर्नु सकेको छ, एउटा गुड नेबर चाहिँ त्यो हो। यसकारणले गर्दा तपाईँ अनि मलाई परमेश्वरले चाहिँ गुड हुनुलाई सिकाइराखेको छ, असल या भलाइ गर्नु अनि भलो हुनु सिकाइराखेको छ। अनि आत्माको फलमा जब तपाईँ अनि म मेरो जीवन प्रभुसँग नजिक हुन्छ, टाँसिन्छौँ, परमेश्वरको आत्माको फल हामीमा देख्छ। अनि त्यो फलमा एउटा इन्ग्रिडियन्ट्स चाहिँ हो गुडनेस, गुडनेस अफ गड हाम्रो जीवनमा देख्न सक्छौँ। यस कारणले गर्दा चर्चलाई चाहिँ हामीले गुडनेस इज फेथ मेड भिजिबल भन्न सक्छौँ। विश्वास देखिने तौरमा है, हाम्रो भित्र भएको विश्वास चाहिँ देखिने तौरमा यो गुडनेसबाट चाहिँ हामी चाल पाउन सक्छौँ। इट इज काइन्डनेस विथ ह्यान्ड्स एन्ड फिट अरे। अर्को शब्दमा हो भने चाहिँ एउटा काइन्डनेस इन एक्सन है, एउटा दया, तर एकदम भलोपन या दया चाहिँ हात र खुट्टाबाट चाल पाउने या देखिने प्रकारले एक्सनबाट, कामबाट देख्नु सक्ने। अनि अर्को कुरा इट इज डुइङ राइट इभन वेन रङ कुड बी इजियर। कसैले हामीलाई नराम्रो गर्दा नराम्रो नै फर्काउनु भन्दा नराम्रोलाई पनि राम्रो फर्काउनु चाहिँ द्याट इज गुडनेस भनेर हामी देख्न सक्छौँ। र तपाईँहरूलाई उत्साह म यही दिन चाहन्छु, हाम्रो जीवनमा वी निड टु हेभ गुडनेस इन आवर लाइफ्स। यो फ्रुट अफ द स्पिरिटको वान अफ द इन्ग्रिडियन्ट्स चाहिँ गुडनेस हो। भलाइ गर्नु नछोडौँ। भलो प्रभु हुनुहुन्छ अनि उहाँको चेलाहरू पनि, तपाईँ अनि म पनि भलो भएको प्रभुले देख्न चाहनुहुन्छ। अनि हाम्रो क्यारेक्टरमा, चरित्रमा चाहिँ गुडनेस या भलोपना चाहिँ हाल्दै जान सकौँ। गॉड ब्लेस यू एन्ड सी यू इन नेक्स्ट एपिसोड।